नमस्ते साथीहरू, के तपाईँलाई थाहा छ एउटा यस्तो नहर जसले युरोप र एसियाको दूरी हजारौँ किलोमिटरले घटाउँछ? त्यो हो स्विज क्यानाल, जसले विश्व व्यापारको दिशा नै बदलिदियो। आज हामी जान्नेछौँ यसको रोचक इतिहास, महत्त्व र केही अचम्मका तथ्यहरू। स्विज नहर एउटा मानव निर्मित नहर हो जुन इजिप्टमा रहेको छ। यसले मेडिटेरेनियन सीलाई रेड सीसँग जोड्ने गर्छ। यसको लम्बाइ करिब 193 किलोमिटर छ र यसले जहाजहरूलाई अफ्रिका घुमेर जानुपर्ने झन्झट हटाएको छ। स्विज नहरको निर्माण सन् 1859 मा सुरु भएको थियो। यसको नेतृत्व गरेका थिए फ्रान्सका इन्जिनियर फ्रान्डेस डे लेसेब्ले। 10 वर्षको कठिन परिश्रमपछि सन् 1869 मा यो नहर सञ्चालनमा आएको थियो। यो परियोजनामा हजारौँ मजदुरहरूले काम गरेका थिए र धेरैले ज्यान गुमाएका थिए। आजको समयमा स्विज नहर विश्व व्यापारको सबैभन्दा महत्त्वपूर्ण मार्गमध्ये एक हो। विश्व व्यापारको 12% यही बाटो भएर जान्छ। तेल र ग्यासको ठुलो हिस्सा पनि यही बाटो हुँदै पठाइन्छ। यदि यो नहर बन्द भयो भने जहाजहरूले पुरै अफ्रिका घुम्नुपर्ने हुन्छ, जसले समय र खर्च दुवै बढाउँछ। यसको बनावटको कुरा गर्नुपर्दा यहाँ कुनै लक सिस्टम छैन। पानीको स्तर समान छ। जहाजहरू दिनरात सञ्चालन गर्न सकिन्छ। दैनिक 100 जहाजहरू यस बाटो भएर गुर्जिन्छन्। स्विज नहर केवल एउटा नहर मात्र होइन, यो विश्व अर्थतन्त्रको मेरुदण्ड हो। तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। साथै भिडियो मन परे एक लाइक गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि थिच्नुहोला भन्दै म पनि बिदा हुन्छु। हवस् त, नमस्कार।